बिहान निद्राबाट उठ्ने बित्तिकै आज के गर्ने, कुन लुगा लगाउने अथवा काममा कसरी प्रस्तुत हुने भनेर सोच्नै नपर्ने अवस्थाको कल्पना गरौँ है। अगाडि एउटा भनौँ न प्रणाली खुल्छ र त्यसले दिनभरिको सम्पूर्ण निर्देशनहरू दिन्छ। ओहो, त्यो त सुन्दाखेरि नै कुनै झन्झटै नभएको जस्तो लाग्छ नि। हो नि, आज कुन काम गर्ने, कसरी गर्ने अनि कति उत्पादन दिने भन्ने कुरा पहिले नै तय गरिएको हुन्छ क्या। गल्ती हुने कुनै सम्भावनै छैन। दिनौं दर्जनौं निर्णयहरू लिनुपर्ने आजको हाम्रो यो तनावपूर्ण जीवनमा यस्तो प्रणाली कसलाई पो मन नपर्ला र। ठ्याक्कै। बाहिरबाट हेर्दा यो निर्णय लिनु नपर्नु भनेको मानव मस्तिष्कको लागि एकदमै ठूलो राहत हो नि। आजकाल भनौँ न, निरन्तर निर्णय लिँदा थाक्ने जुन अवस्था हुन्छ, त्यसबाट बच्न मानिसहरू जस्तो सुकै सम्झौता गर्न पनि तयार हुन्छन्। हो एकदम। तर अलिकति गहिरेर सोच्ने हो भने नि कि यो साँच्चै आरामदायी सपना हो कि एउटा डरलाग्दो यथार्थ हो। आजको हाम्रो यस गहन छलफलमा हामी द ग्रेड भनिने एउटा एकदमै रोचक स्रोत सामग्रीको चिरफार गर्दैछौँ। यो द ग्रिडको कथा त साँच्चै नै एउटा गहिरो मनोवैज्ञानिक अध्ययन जस्तै छ। यसले मसिन र मानिस बीचको त्यो धुमिलो रेखालाई झन गाढा बनाउँछ नि। त्यही त आजको हाम्रो मुख्य उद्देश्य भनेकै यही कथालाई अलि केलाएर हेर्नु हो। यो द ग्रेड भनिने संसारमा नि मानिसहरू पूर्ण रूपमा उत्पादक छन्। उनीहरू बस निरन्तर काम गरिरहेका छन् क्या। उनीहरूलाई अरू केही मतलब छैन, होइन? त्यहाँ केवल दुईवटा कुराको मात्र अस्तित्व छ, के गर्ने र कसरी गर्ने। तर त्यहाँ एउटा कुरामा चाहिँ पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। अनि त्यो प्रतिबन्ध लगाइएको कुरा भनेको किन भन्ने प्रश्न हो, होइन त? एकदम सही। कसैले पनि हामी यो काम किन गर्दैछौँ भनेर सोध्न पाउँदैन। यो संसार पूर्ण रूपमा पुरस्कार र दण्डको नियममा चल्छ क्या। राम्रो काम गरे सुविधा मिल्छ, अनि अलिकति मात्र चुके वा प्रश्न गरे प्रणालीबाटै फालिने डर हुन्छ। भनेपछि सबैजना भित्रभित्रै डराइरहेका छन्, एउटा लोभ र त्रासको चक्रमा फँसेका छन् भनौँ न। हो नि, सुन्दा त यो कुनै भिडियो गेम जस्तै लाग्यो मलाई त। जसरी एउटा भिडियो गेममा क्यारेक्टरहरू हुन्छ नि, जसलाई जे प्रोग्राम गरिएको छ त्यही मात्र गर्छन्। उनीहरूको हातमा आफ्नो कन्ट्रोलरै हुँदैन। यो कन्ट्रोलरको तुलना एकदम सान्दर्भिक छ। तर यहाँनिर कुरा निकै रोचक बन्छ क्या। कार्यकुशलता वा उत्पादकत्व आफैमा पक्कै पनि नराम्रो कुरा त होइन नि, होइन र? पक्कै होइन। उद्योग वा कलकारखानामा त हामी त्यही नै चाहन्छौँ नि। तर यदि यो प्रणालीले सबैलाई सुरक्षित राखेको छ भने किन सोधेर त्यो शान्ति किन भङ्ग गर्ने त? हेर्नुस्, समस्या त्यति बेला सुरु हुन्छ जब उत्पादकत्वलाई मानिसको अस्तित्व वा मानवताभन्दा माथि राखिन्छ। द ग्रिडले एउटा तर्क दिएको छ कि विगतमा मानिसहरूले किन भनेर धेरै प्रश्न गर्दा संसार अस्तव्यस्त भएको थियो रे। अनि त्यही भएर प्रश्न गर्ने बन्द गराइदिएको हो नि। शान्ति र प्रगतिको नाममा किन सोध्न प्रतिबन्ध लगाइयो। तर यसको पछाडिको वास्तविक कुरा भनेको नियन्त्रण हो क्या। जब कुनै सत्ताले किन भन्ने अधिकारलाई दबाउँछ, त्यसले मानिसलाई केवल एउटा उपकरणमा परिणत गरिरहेको हुन्छ। भनेपछि मानिस र मेसिनमा कुनै फरकै भएन। त्यही त, मेसिनलाई किन चाहिँदैन नि, त्यसलाई केवल ऊर्जा र आदेश चाहिन्छ। तर मानिसको मस्तिष्क त यसरी बनेको हुन्छ कि उसलाई आफ्नो कामको अर्थ चाहिन्छ। फ्याक्ट्रीको एउटा मेसिन र मानिसमा त्यही नै त फरक हो नि। डर र लोभ देखाएर केही समय त काम गराउन सकिएला, तर जब त्यो अर्थ खोज्ने बाटो बन्द गरिन्छ नि, मानिस त भित्रभित्रै खोक्रो हुँदै जान्छ होला नि। एकदमै। डर र लोभले मात्र मानिसलाई लामो समयसम्म बाँधेर राख्न सक्दैन। मलाई त यहाँ आजकालको आधुनिक कर्पोरेट संरचनाको झझल्को आइरहेको छ। आजकाल पनि कतिपय कामहरूमा मानिसलाई केवल लक्ष्य दिइन्छ क्या, तर त्यो लक्ष्य किन पूरा गर्ने भनेर कहिल्यै बुझाइँदैन। हो नि, मानिस एउटा अल्गोरिदम जस्तै बन्दै गएको छ। तर यस्तो कसिलो प्रणाली पनि सधैँ त टिक्दैन होला नि। हाम्रो स्रोत सामग्रीमा नि यो ग्रिडभित्रै कसरी एउटा सामान्य विचारले भूकम्प ल्याउँछ भन्ने कुरा निकै राम्रोसँग प्रस्तुत गरिएको छ। त्यो मुख्य पात्रको कुरा गर्दै हुनुहुन्छ, होइन? हो, एलारा। उनी अत्यन्तै कुशल छिन्, कहिले नियम तोड्दिनन् अनि प्रणालीमा पूर्ण रूपमा विश्वास गर्छिन् क्या। तर एक दिन काम गर्दै गर्दा उनीले एउटा पुरानो फाइल भेटाउँछिन्। ओहो, अनि त्यसमा के लेखिएको हुन्छ नि? त्यसमा एउटा मात्र वाक्य लेखिएको हुन्छ, मानिसहरू के होइन किनमा विश्वास गर्छन्। हेर्नुस् त कति गहिरो कुरा। हो नि,
यो पढेपछि उनी अचानक रोकिन्छन् र पहिलो पटक आफैलाई प्रश्न गर्छिन्, हामी यो सबै आखिर किन गर्दैछौँ त? तर मलाई यहाँनिर अलिकति अचम्म लागेको कुरा नि, भन्नुहोस् न। एलारा जस्तै एउटी कट्टर कर्मचारीलाई एउटा सामान्य पुरानो फाइलको सानो वाक्यले किन यति धेरै डरायो होला? कि किन भन्ने शब्द साँच्चै त्यति खतरनाक हुन्छ र? बाहिरबाट हेर्दा नियन्त्रणमा आधारित प्रणालीहरू अत्यन्तै बलिया देखिन्छन् नि, तर भित्रभित्रै ती निकै कमजोर र सिसा जस्तै फुट्ने खालका हुन्छन् क्या। एलारा किन डराइन् भने उनको अवचेतन मनले त्यो प्रश्नको वजन महसुस गरिसकेको थियो। भनेपछि त्यो के र कसरीले मात्र पुगेन। ठ्याक्कै के र कसरीले हाम्रो दिमागको तार्किक भागलाई मात्र चलाउँछ, तर किनले त हाम्रो आत्माले नै छुन पुग्छ नि। जब एलाराले हामी यो किन गर्दैछौँ भनेर सोचिन्, उनले केवल आफ्नो दैनिक काममाथि प्रश्न गरेकी थिइनन्। उनले त त्यो पुरै द ग्रिडको जगमाथि नै प्रहार गरिरहेकी थिएन होइन त? हो नि, जब कोही किन सोध्छ उसले अप्रत्यक्ष रूपमा सत्तासँग जवाफदेहिता मागिरहेको हुन्छ। एउटा पूर्ण रूपमा नियन्त्रित समाजमा नै स्वतन्त्र सोचभन्दा खतरनाक हतियार अरू केही हुँदैन क्या। साँच्चै भन्नुपर्दा यसलाई यसरी पनि बुझ्न सकिन्छ होला नि। एउटा ठूलो मेसिन चलिरहेको छ, सबै पुर्जाहरू आफ्नो ठाउँमा घुमिरहेका छन्। अचानक एउटा पुर्जाले घुम्न रोकेर सोध्छ, म किन घुमिरहेको छु? आहा, कस्तो राम्रो उदाहरण। अनि त्यसपछि त्यो पुरै मसिनको लय बिग्रिन्छ नि। त्यही त, एलाराको मनमा उब्जिएको यो प्रश्न नि एउटा झिल्को जस्तै भयो। र सबैभन्दा चाखलाग्दो कुरा नि, जब एउटा प्रश्न मनमा उब्जिन्छ नि, त्यसलाई फेरि पुरानै अवस्थामा फर्काउन त लगभग असम्भव नै हुँदो रहेछ। मानिसको चेतना एकपटक खुलेपछि त कहाँ बन्द हुन्छ र? हो, उनले यो कुरा अरूलाई पनि भन्न थाल्छिन्। बिस्तारै अरू मानिसहरू जो अहिलेसम्म केवल डर र लोभले काम गरिरहेका थिए नि, उनीहरूले पनि सुन्न थाल्छन्। उनीहरूको मनमा पनि त्यो दबिएको किन जाग्न थाल्छ क्या। यो त एउटा भाइरस फैलिए जस्तै भयो नि। मैले पनि त्यही सोच्दै थिएँ, कम्प्युटर भाइरस जस्तै। जसरी एउटा भाइरसले प्रणालीभित्र पसेर सबै कुरालाई सुस्त बनाइदिन्छ, द ग्रिडले पनि यो फैलिदो चेतनालाई त्यस्तै भाइरस ठान्यो। एकदम सही। प्रणालीको नजरमा त्यो चेतना एउटा ठूलो खतरा हो। तर यहाँनिर मलाई अचम्म लागेको कुरा नि, त्यो प्रणालीले मानिसहरू खुसी छैनन्, उनीहरू भित्रभित्रै विद्रोही बन्दैछन् भन्ने कुरालाई चाहिँ खतरा मानेन। उले त केवल ग्राफमा उत्पादकत्व घटिरहेको छ भन्ने कुरालाई पो खतरा मान्यो त। त्यस्तो किन हुन्छ भने नि, त्यस्ता प्रणालीहरूको डिजाइन नै त्यसरी गरिएको हुन्छ क्या। कुनै पनि तथ्याङ्कमा आधारित सत्ताले मानिसलाई मानिसको रूपमा कहिले देख्दैन। केवल डाटाको रूपमा मात्र देख्छ होइन? हो त नि, उसले त केवल ग्राफका बिन्दुहरूको रूपमा देख्छ। अर्थशास्त्रमा एउटा भनाइ नै छ नि, जब कुनै मापन गर्ने सूचक नै अन्तिम लक्ष्य बन्छ, तब त्यो सूचकले आफ्नो अर्थ गुमाउँछ। द ग्रिडको लागि अन्तिम लक्ष्य नै केवल तथ्याङ्क थियो क्या। भनेपछि मानिसको भावना, दुःख, सुख यी कुराहरू प्रणालीको लागि केही पनि होइन? पटक्कै होइनन्। जुन कुरा मापन गर्न सकिँदैन, प्रणालीको नजरमा त्यसको कुनै अस्तित्व नै हुँदैन। त्यसैले प्रणालीले भावना बुझ्दैन, उसले बुझ्ने भनेको केवल उत्पादनको ग्राफ तल झरेको मात्र हो। जब मानिसहरूले मेसिन जसरी काम गर्न छोडेर सोच्न थाल्छन्, उनीहरूको काम गर्ने गति पक्कै पनि घट्छ नि त। हो नि, किनकि उनीहरूले हरेक कामको अर्थ खोज्न थाल्छन्। अनि प्रणालीको नजरमा यो नै सबैभन्दा ठूलो सङ्कट हो। सोच्न थालेको मानिसलाई पुरस्कारको लोभ र दण्डको डर देखाएर मात्र घुमाइराख्न सकिँदैन क्या। यो त एकदमै डरलाग्दो यथार्थ हो। हामीले आजको हाम्रो आधुनिक कतिपय कार्य संस्कृतिमा पनि यो देख्न सक्छौँ नि। पक्कै पनि। आजकाल पनि त कर्मचारीले कति घण्टा स्क्रिनमा हेर्यो वा कतिवटा प्याकेज डिलिभर गर्यो भनेर मात्र गनिन्छ नि। हो त नि, ऊ कस्तो अवस्थामा छ वा उसले त्यो कामबाट कस्तो अर्थ पाइरहेको छ भनेर प्रणालीले कहिले सोध्दैन। तर यो कथामा नि यो नियन्त्रणको बाँध अन्ततः फुट्छ क्या। मानिसहरू फेरि मानिस बन्ने प्रक्रिया सुरु हुन्छ नि, होइन र? हो नि, एलारा अगाडि आउँछिन् र स्पष्ट रूपमा भन्छिन्, हामी केवल काम गर्नका लागि जन्मिएका होइनौँ, हामीसँग एउटा कारण हुनुपर्छ, हाम्रो किन। अनि यो कुराले त त्यहाँ एउटा जादु जस्तै काम गर्छ नि। एकदमै। मानिसहरूले काम गर्न छोडेका चाहिँ होइनन् नि फेरि। उनीहरूले प्रणाली भत्काएर आगो लगाएका पनि होइनन्। उनीहरू त्यही काम गरिरहेका छन्। तर अब उनीहरू अन्धाधुन्ध दौडिरहेका छैनन् क्या। उनीहरू सोचेर,
बुझेर काम गर्न थालेका छन्। ठ्याक्कै काम होइन हो, तर त्यो कामप्रतिको दृष्टिकोण पुरै परिवर्तन भयो नि त। यसलाई मनोवैज्ञानिक भाषामा भित्री उत्प्रेरणा भनिन्छ क्या। भित्री उत्प्रेरणा भनेको आफै भित्रबाट आउने इच्छा हो। जब तपाईँलाई बाहिरी कुराहरू जस्तै पैसाको लोभ वा सजायको डरले भन्दा पनि त्यो कामले दिने अर्थले अगाडि बढाउँछ नि, तब काम गर्ने तरिका नै फरक हुन्छ। द ग्रिडको मूल समस्या मानिसहरूले गरिरहेको काम आफैमा थिएन नि त। समस्या त त्यो कामको पछाडि कुनै अर्थ नहुनुमा पो थियो त। एकदम सही। जब एलाराले किन भन्ने प्रश्न उठाइन्, उनले उनीहरूको गुमेको मानवता फिर्ता ल्याइन् क्या। मानिसहरूले आफ्नो काममा अर्थ देख्न थालेपछि उनीहरूको अनुहारमा भावना फर्किन्छ। उनीहरू एउटा जैविक मसिनबाट पुनः मानवमा रूपान्तरण हुन्छन् नि। तब बाहिरबाट लोभ वा डर देखाइरहनु पर्दैन, मानिस भित्रैबाट ऊर्जावान हुन्छ। यसको मतलब नि द ग्रिड जस्तो प्रणालीले मानिसको शरीरलाई नियन्त्रण गर्न सक्छ, उनीहरूको समयलाई किन्न सक्छ, तर उनीहरूको इच्छा शक्ति र अर्थ खोज्ने प्राकृतिक भोकलाई त कहिल्यै मार्न सक्दैन नि। त्यो त सम्भवै छैन। कथाको अन्त्यमा एलाराले निकालेको निष्कर्ष निकै शक्तिशाली छ क्या। तिमीले के गर्छौ भन्ने मात्र महत्त्वपूर्ण होइन, तिमी किन गर्छौ भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो। साँच्चै यो भनाइले त पुरै कथाको सार बोकेको छ नि। त्यसो भए यो सबैको समग्र अर्थ के हो त? जब एउटा मेकानिकल काममा अर्थ वा भनौँ न एउटा उद्देश्य जोडिन्छ, परिणाम मात्र होइन, त्यो काम गर्ने मानिसको अनुभव नै पुरै फरक हुन्छ। एउटा रोबोट र मानिस बीचको सबैभन्दा ठूलो भिन्नता नै यही किन त हो नि। हो त नि, रोबोटलाई कमान्ड चाहिन्छ तर मानिसलाई उद्देश्य चाहिन्छ क्या। द ग्रिडको कथाले हामीलाई यही कुरा बुझाउन खोजेको हो। एउटा पूर्ण रूपमा अनुकूलित संसार बाहिरबाट जतिसुकै लोभलाग्दो देखिए पनि नि, भित्रबाट त एउटा सुनको खोड जस्तै हो, होइन त? ठ्याक्कै स्वतन्त्रता र अर्थ बिनाको त्यो पूर्णता सुनको खोर नै हो। हेर्नुस्, सास फेर्नु र साँच्चैको जीवन बाँच्नुमा धेरै ठूलो फरक छ क्या। के र कसरीले हामीलाई जीवित राख्न त सक्ला? जसरी एउटा मेसिनलाई बिजुलीले जीवित राख्छ। हो, तर अर्थ वा उद्देश्यले नै हामीलाई साँच्चैको जीवन बाँच्न सिकाउँछ नि। त्यसैले नै हामीलाई मेसिनबाट मानिस बनाउँछ क्या। साँच्ची नै गहिरो कुरा। आजको यस गहन छलफलबाट हामीले के प्रश्न बुझ्न सक्छौं भने द ग्रिडको कथा केवल भविष्यको कुनै काल्पनिक विज्ञान मात्र पक्कै होइन, यो त हाम्रो आफ्नै आधुनिक जीवनको ऐना पनि हो नि। एकदमै। हामीले आफैलाई पनि बेला बेलामा यो प्रश्न सोध्न जरुरी छ। हो नि, अनि आफै पनि कतै न कतै आफ्नै दिनचर्याको ग्रिडमा फसिरहेको हुन सक्छौं, जहाँ हामी केवल लक्ष्य पूरा गर्न दौडिरहेका छौं, तर किन भनेर सोध्न बिर्सिसकेका छौं। धेरै जसो अवस्थामा त्यस्तै भइरहेको हुन्छ आजकल। त्यही त। अब आजको यो छलफललाई अन्त्य गर्दै गर्दा नि म एउटा विचार छोड्न चाहन्छु। सुरुमा हामीले एउटा यस्तो पूर्ण संसारको कल्पना गरेका थियौं जहाँ सबै कुरा प्रणालीले दिन्थ्यो। अब एकछिन हाम्रो आफ्नै आजको आधुनिक र अत्यन्तै तथ्याङ्क र उत्पादकत्वले चलिरहेको व्यावसायिक संसारलाई हेरौं त। आधुनिक कर्पोरेट संसार। कल्पना गरौं, यदि हाम्रा ठूला ठूला कार्यालयहरू, कलकारखानाहरू र प्रविधि कम्पनीहरूमा काम गर्ने हरेक मानिसले नि भोलि बिहानै अचानक आफ्नो कामको बीचमा रोकिएर सोध्न थाले, म यो काम साँच्चै किन गर्दैछु भनी के होला? ओहो, त्यो त साँच्चै कल्पना गर्न पनि गाह्रो छ नि। के त हाम्रो अहिलेको यो प्रणालीले आफ्नो उत्पादकत्व गुमाएर पूर्ण रूपमा ध्वस्त होला त त्यसबाट एउटा यस्तो नयाँ र गहिरो अर्थपूर्ण कार्य संस्कृतिको जन्म होला जसको हामीले अहिलेसम्म कल्पना समेत गरेका छैनौं। यसै गहिरो र सोचनीय प्रश्नसँगै नि आजको हाम्रो यो विस्तृत विश्लेषणलाई यही विश्राम दियौं।